कुनै समय काठमाडौँको सडकमा बुल्डोजर लिएर निस्किएका एउटा मेयर आज त्यही मान्छे नेपालको प्रधानमन्त्री बनेको छ। नाम हो बालेन शाह। तर प्रश्न यो होइन कि बालेन कहाँबाट आइपुगे। असली प्रश्न यो हो, बालेनले नेपाल बदल्दैछ कि नेपालले बालेन बदल्दैछ। बालेन राजनीतिमा आउँदा उनीसँग न कुनै ठुलो राजनीतिक परिवार थियो, न दशकौँ पुराना पार्टी सङ्गठन। इन्जिनियर पढेका र्यापरको एक युवा 2022मा काठमाडौँ महानगरपालिकाको मेयर बने। त्यो चुनावले एउटा कुरा स्पष्ट गरिदियो, जनताहरू पुराना राजनीतिक अनुहारबाट दिक्क भइसकेका थिए। बालेनको शैली पनि अरूभन्दा फरक थियो। फुटपाथ अतिक्रमण हटाउने, नदी किनारा संरचना हटाउने, महानगरका व्यवस्थापन कडाइ गर्ने। कतिपयले उनलाई काम गर्ने मेयर भनेर चिनिए भने कतिपयले हुटहुटी मेयर भनेर चिनिए। तर एउटा कुरा चाहिँ पक्का थियो, बालेनले नेपाली राजनीतिक नयाँ बहस सुरु गरिसकेको थियो। त्यसपछि आयो 2025को जेनजी आन्दोलन। पुराना राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि चलिँदै गयो र त्यसको केही महिनापछि बालेन राष्ट्रिय राजनीतिमा प्रवेश गरे। 2026 मार्च 5 को प्रतिनिधि सभा निर्वाचन बालेन नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले ठुलो सफलता हासिल गर्यो। बालेनले झापाबाट चुनाव जिते र केही समयमै नेपालका प्रधानमन्त्री बने। म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी कल्पना गर्नुहोस् त, हिजो काठमाडौँको मेयर आज देशको प्रधानमन्त्री। यो केवल एउटा व्यक्तिको राजनीतिक यात्रा होइन, यो नेपाली जनताले राजनीतिबाट खोजिरहेको परिवर्तनको सङ्केत पनि हो। तर अब असली परीक्षा सुरु भएको छ। मेयर हुँदा एउटा सहर चलाउनु र प्रधानमन्त्री हुँदा एउटा देश चलाउनु, यी दुई कुरा बिल्कुल फरक हुन्। काठमाडौँमा एक सडक भत्काएर फेरि बनाउन सकिन्छ, तर देशको अर्थतन्त्र, बेरोजगारी, शिक्षा, स्वास्थ्य, भ्रष्टाचारी, विदेशी पलायन, कूटनीति, यी सबै समस्याको समाधान फेसबुक पोस्ट र भाषणले मात्र हुँदैन। यहाँ चाहिन्छ नीति, अनुभव, टोली, संस्था र लामो समायोजनको योजना। बालेनले सरकारको पछिल्लो 100 दिनमा सरकारले आफ्नो सुधार एजेन्डा ठुलो प्रगति भएको दाबी गरेका छन्। तर विपक्ष र आलोचनाहरूले भने धेरै प्रतिज्ञा पुरा हुन र बाँकी रहेका बताएका छन्। अर्थात् समर्थकहरू भन्छन् बालेनको काम सुरु गरिसके, आलोचनाहरू भन्छन् कामभन्दा प्रचार धेरै भयो। अब सत्य के हो त्यो समयले देखाउनेछ। तर बालेनको सबैभन्दा ठुलो शक्ति के हो थाहा छ? उनीसँग जनताको आशा छ र यही आशा उनको सबैभन्दा ठुलो चुनौती पनि हो। किनकि जसलाई जनताले परिवर्तनको प्रतीक बनाए, उसबाट जनताले सामान्य नेताभन्दा धेरै अपेक्षा गर्छन्। बालेन असफल भयो भने एउटा व्यक्ति मात्र असफल हुँदैनन्। धेरै युवाको राजनीतिमा नयाँ मान्छे आउनुपर्छ भन्ने विश्वास पनि कमजोर हुन सक्छ। तर यदि उनी सफल भए, देशले नेपाली राजनीतिमा एउटा नयाँ बाटो खोल्नेछ। त्यसैले अहिले बालेनलाई भगवान बनाउन समय पनि होइन र असफल भनेर घोषणा गर्ने समय पनि होइन। उनीसँग अवसर छ, उनीसँग शक्ति छ, उनीसँग जनताको आशा छ। अब हेर्न बाँकी एउटै कुरा छ, काठमाडौँको सडकमा बुल्डोजर चलाउने बालेनले देशको सिस्टमभित्र कति ठुलो परिवर्तन ल्याउन सक्छन्। किनकि मेयर बालेनले काठमाडौँलाई चुनौती दिएका थिए। तर प्रधानमन्त्री बालेनको अगाडि अब पुरा नेपाल छ र इतिहासले उनलाई एउटा प्रश्न सोधिरहेको छ, तिमी पनि अरू जस्तै भयौ कि साँच्चै फरक साबित भयो? तपाईँलाई के लाग्छ, बालेनले नेपाल बदल्न सक्छ कि सक्दैन? कमेन्टमा आफ्नो विचार लेख्नुहोला। हस् त, आजको लागि यति। छिट्टै नै नयाँ भिडियोका साथ उपस्थित हुनेछु। बाई बाई।